कहाँ हिँड्नु भयो? कता हिँड्नु भयो? के बेच्नु भयो? ए धनी आफ्नै बारीमा फलाउनु भएको? आफ्नै बारीमा फलाउनु भएको? त्यही त। ए घर चाहिँ कता? घर चाहिँ कता तपाईँको? हो कति हो धनियाँको भाउ चाहिँ? कति हो एक मुठाको? कति दिनु न एक मुठा? कति हो? 100को 6 मुठा लानु। 100को 6 मुठा? 6 मुठा? यो 3 मुठा भयो। ए आमा यसो गर्नुहोस् त यो मोटा राख्नुहोस् त। म यो तपाईँको प्लास्टिकमा राख्नु त यो मोटा? प्लास्टिकमा राख्नुहोस्। प्लास्टिक छैन। त्यो मुठा फेरि बेच्नुहोस् ल। यहाँ लाउनु। म पर्दैन, म टाढो यात्रा गरेको कि त्यो धनियाँ तपाईँ फेरि बेच्नुहोस् ल। अनि किन पैसा दिएको त? त्यो तपाईँको धनियाँ यो चाहिँ तपाईँ घरमा लगेर छोरीलाई दिनुहोस् है। ल ल राम्ररी बस्नुहोस् है। तपाईँको बारीमा अझै धनियाँ फलाउनुहोस्। ल हिजो बेलुका धनकुटामा हावाहुरीले रोग ढलेर सब यहाँ नि यो ठुलो ठुलो लानु नि। यो ठुलोहरू यत्रो 5 जना हुनुहुन्छ तपाईँहरू। ल धन्यवाद, राम्ररी जानुहोस् तपाईँहरू है। ल बाई बाई। ल अलिक ठुल्ठुलो लानुहोस्। धरान र भेडेटारको मेरो यात्रापछि अहिले म धनकुटा र हिलेतर्फ जाँदैछु। तर धनकुटा पुग्न मलाई अलिक गाह्रो भइरहेको छ। बाटो नराम्रो भएर होइन, बाटोभरि भेटिने राम्रा मान्छेहरू, सुन्दर दृश्यहरू र यस्ता रमाइलो क्षणहरूले यात्रा नै अझ रोचक बनाइदिइरहेको छ। त्यसैले मलाई धनकुटा पुग्न अलिक गाह्रो भइरहेको छ। अहिले चाहिँ म यो लेउती खोला धनकुटा जाने बाटोमा छु। एकछिन यहाँ बस्छु, एकछिन यसो तातो पानी सानी पिएर जानु पर्यो। बाटो अहिलेसम्म राम्रो छ, अब लगभग 25 किलोमिटर होला। पूर्वका पहाडी सहरहरू धनकुटा र हिले साँच्चै नै निकै सुन्दर र सफा सहरहरू हुन्। यहाँका स्थानीय उत्पादनहरूले यी ठाउँहरूलाई अझ विशेष बनाएका छन् र यहाँका मान्छेहरू पनि उस्तै सरल र आत्मीय छन्। तर यति सुन्दर हुँदाहुँदै पनि अझै कता कता यी ठाउँहरू धेरै नेपालीहरूले घुम्न नपुगेको जस्तो महसुस हुन्छ। त्यसैले आज म यो सुन्दर ठाउँहरू हेर्न र मेरो आँखाले देखेको र भोगेको धनकुटा र हिले तपाईँहरूलाई देखाउँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। ल यो चाहिँ तमोर पुल 100 मिटर। यो परसम्म जान्छ भाइ? छक्क लाग्यो मलाई यो यसरी खोलाको बिचमा, त्यो पनि तमोर नदीको बिचमा यसरी पुल किन बनायो होला भनेको त एउटा त्यो पुलले नै थाम्न नसक्ने ट्रकहरू आउँदैछ अरे। त्यो माथि के धनकुटा कहाँनिर के प्रोजेक्ट हुँदैछ, त्यही भएर चाहिँ यो बनाएको अरे। ल चमको छैन त यो, हेर्नुहोस् त। नमस्कार, यताबाट जान पाइ कि नपाइ? होइन यो के को सुटिङ हुँदैछ यता? मुभीको हो भाइ? ए म्युजिक भिडियो। ल ल ल भवाले रहेछ, दामी ठाउँमा स्पट भेटेछ नि त होइन? कतिवटा गीत सुटिङ हुँदैछ यहाँनिर? ए एउटा हो? ल एउटा सुटिङको लागि खर्च त धेरै भयो त। आम्मा कलाकार हो। गायक चाहिँ को हो नि? ए उहाँ हो भाइ। ल ए हजुर चाहिँ गायक हो? हजुर। ल तपाईँको गाना चाहिँ हिटै होला जस्तो। तपाईँको सुधा गुड लक तपाईँलाई।
यसो हेरेको कोलाई चाहिँ सबभन्दा चिटिक्क देखेछ भनेको ल तपाईँ पनि एकछिन बस्नु त सबैजनालाई चिटिक 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 देखाएछ है ल एकछिन चाहिँ म लागेँ है त ल मजाले गर्नुहोस् ल अहिले चाहिँ म यो तमोर नदीमा छु पूर्वदेखिको पश्चिमसम्मको यात्रा यो चाहिँ धरानदेखि बिच धरान भेडेटारपछि धनकोटा जानुभन्दा अगाडि यहाँ चाहिँ एकछिन बसिन्छ आराम गरिन्छ ठुलो मजाको नदी छ चिया कफी खाएर चाहिँ जान्छु ल यो कुर्सी चाहिँ मैले काठमाडौँदेखि बोकेर ल्याएको यति मजाले युज गर्नु पाएको थिएन जस होटलहरूमा बस्दा चाहिँ यसो खानासाना खाएर अब सिधै खाटमा पल्टिनु भएन यसो कुर्सीमा बस्ने निकै हेल्पफुल छ तपाईँहरू पनि यात्रा गर्दा चाहिँ यो कुर्सी चाहिँ निकै नै हेल्पफुल छ है स्कुटर बाइकमा मजाले अट्छ ल Home point updated. यो सुन्दर तमोर नदी पूर्वकै सान हो विशाल शान्त र अत्यन्तै मनमोहक यो नदीले धनकुटा र हिलेका मानिसहरूलाई वर्षौंदेखि साथ दिँदै आएको छ खेतीपाती र दैनिक जीवनमा धनकुटाको नाम लिँदा सबैले सम्झिने यही तमोर नदी हो साँच्चै नै विशाल र कञ्चन र एउटा प्रकृतिको सुन्दर पहिचान सो यो चाहिँ धनकुटाको मेन भयो यताबाट हिले भोजपुर बसन्तपुर यता चाहिँ धनकुटाको बजार जाने रहेछ ल धनकुटा बजार जाउँ बहिनी यहाँ माथि गयो भने कहाँ पुगिन्छ यहाँ माथि गयो भने कहाँ पुगिन्छ अनि तपाईँ फर्किनु चाहिँ हुन्छ यतै धरानतिर जानुहुन्छ होइन आज यतै बस्ने घुमेर ए ल घुम्दै घुम्दै बस्नु कहाँबाट आउनुभएको म आउनु चाहिँ ताप्लेजुङबाट हो यताबाट ए धनकुटा आएर खानै पर्ने खाना चाहिँ के हो अभोकाडो कहाँ छ त अब गार्डन हो हो दाल भात तरकारी तपाईँहरूको नाम चाहिँ के पर्यो ल सविता सञ्जयजी तपाईँहरू एकदम राम्रो बहिनीहरू है अझै राम्रै गर्नुहोस् यसरी हाँस्दै गर्नुहोस् धनकुटा चम्काइरहनुहोस् है है भेटौँला हस् धनकुटा बजार सानो चिटिक्क र निकै सफा छ पहिले सुन्तलाको सहर भनिने चिनिने यो ठाउँ अहिले अभोकाडोको लागि पनि निकै प्रसिद्ध बन्दै गएको छ यहाँको मौसम एकदमै रमाइलो न धेरै गर्मी न धेरै चिसो विकाससँगै यहाँका स्थानीय उत्पादनहरूले सहरलाई अझै जीवन्त बनाएका छन् अहिले त धनकुटा नेपालको अभोकाडोको राजधानी बनेको छ अनि तपाईँलाई अभोकाडो कतिको मनपर्छ त कमेन्टमा अवश्य भन्नुहोला है त यहाँ चाहिँ धनकुटाको चोकमा अभोकाडोको वेलकम टु द क्यापिटल अफ अभोकाडो एभोकाडोको राजधानीमा यहाँलाई हार्दिक स्वागत छ ल मलाई यो चाहिँ थाहा थिएन है धनकुटा चाहिँ एभोकाडोको राजधानी रहेछ आज थाहा भयो यहाँ एउटा मोमो पसल देखेको चाहिँ मोमो पाइन्छ पाइने हेर मोमो छ दिनु एक प्लेट हजुर के छ बफ अनि के छ बहिनी पर्कको दिनु न धनकुटाको पर्क मोमो यो चाहिँ यहाँ 8वटा हुन्छ रहेछ काठमाडौँतिर 10वटा होइन यहाँ 8वटा हुन्छ ल चेस धनकुटा आएपछि चाहिँ धनकुटा बिस्कुट चाहिँ लाएर नबिर्सिनु होला
यो चाहिँ मरिचवाला होइन मोहनको मोहनको है यो चाहिँ कोकोनटवाला होइन दुइटै हुन्छ कोकोनट दुइटै मरिचवाला हो त्यो प्योर धनकुटाको बिस्कुट के यो कति हो बहिनी यसको 80 रुपियाँ ल यो चाहिँ धनकुटा आएपछि एकदमै फेमस सबैले लिएर जाने हरेक पसलमा पाइन्छ है बहिनी यो बहिनी बस्छ आएको छ यो उयो सक्खर कहाँदेखि ल्याउँछ यो उता गाउँदेखि ओहो ठुलो व्यापारी अब अहिले आउनुभयो त सानो व्यापारीलाई पहिला पठा मेन व्यापारी अहिले आउनु भयो कति भ्याएर पूर्वतिर चाहिँ सबैतिर अब ताप्लेजुङमा जाँदा पनि हावाहुरीले रुखहरू ढालेर धनकुटामा त पुरा रुख ढालेर पोलहरू सबै भत्काएर बत्ती नै छैन सहरमा धरान पेरेटारबाट धनकुटासम्मको यात्रा धेरै लामो त होइन तर रमाउँदै रमाइलो गर्दै आउँदा निकै समय बितेछ धनकुटामा त समय बितेको पत्तै पाइन तर यात्रा भनेको नै अगाडि बढ्नु हो त्यसैले धनकुटा आइपुगेपछि हिले बजार पनि एकचोटि घुमेर जान मन लाग्यो अनि म हिलेतर्फ जाँदैछु हिली फेमस चाहिँ सब्जी उहिले बाबुबाजेले चाहिँ बेसी जग्गा लिएको चाहिँ कारण के हो रहेछ भने 3 बाली हुने तल ब्यासीमा भएर भन्ने हुँदछ यहाँ 3 बाली हुने 4 बाली नै हुँदो रहेछ लेखामा स्याहारले है हो नि हो नि साग पनि भएको छ त्यहाँ मुला पनि भएको छ त्यहाँ तपाईँको केराउ पनि भएको छ त्यहाँ आलु पनि भएको छ त्यहाँ होइन फुलकोपी पनि भएको छ त्यहाँ चाहिँ नि बन्दाकोपी पनि भएको छ हेर्नुहोस् हर बेला त्यो माटो कुनै बेला खाली छैन है त्यस्तो धनकुटादेखि हिले धेरै नजिक पर्छ यहाँको चिसो मौसम र उर्वर जमिनको कारण तरकारी खेतीको लागि निकै उपयुक्त ठाउँ मानिन्छ पूर्वतिर पाँचथर र भोजपुर जाने मुख्य प्रवेशद्वारको रूपमा पनि हिले चिनिन्छ तामाङ समुदायको बाहुल्य रहेको यो सहर सानो सहर निकै नै सुन्दर र सफा छ हिलेलाई तुम्बाको राजधानी भनेर पनि चिनिन्छ मेरो यो यात्रा पूर्व ताप्लेजुङदेखि पश्चिम रारा तर्फ अगाडि बढ्दैछ अब धनकुटा र हिलेपछि म मधेसतिर जानेछु पूर्वको यो पहाडी यात्रा साँच्चै एउटा यादगार अनुभव भयो अब बाँकी यात्रा मधेस हुँदै रारा पुग्दा सायद अझ मिठो सम्झना बन्ने छ जस्तो मलाई लाग्छ भिडियो तपाईँलाई कस्तो लाग्यो अनि तपाईँले मेरो यात्रा हेर्दै हुनुहुन्छ भने तपाईँलाई यात्रा कस्तो लाग्दैछ यदि तपाईँलाई मेरो भिडियो र यो यात्रा मन परेको छ भने माया र सपोर्ट गरिदिनु होला है त यात्रा गर्दै गर्नुहोला सपना देख्दै गर्नुहोला आफ्नो केयर गर्नुहोला धन्यवाद